बुहारी ओ बुहारी हन कहाँ गइछ आज के भन्नुभएको मम्मी? किचनमा थियो गरमले पसिनै पसिनै भयो कि के भन्नुभएको? एक कप चिया बनाऊ बनाऊ कस्तो गर्मी छ र पनि कस्तो चिया खानु मन लाग्यो एक कप चिया बनाइदेऊ न ल ए चिया पो बनाउनु? भर्खर त काम सकेर किचनमा निस्केको, त्यो पनि यस्तो गरममा। चिया बनाइहाल्नु अहिले नै। खै यस्तो गरममा हौ मम्मी। मम्मी अहिलेको बुहारीहरू एक कप चिया बनाऊ भन्दा पनि मुख मुखे लागेर हाम्रो जमानामा त दाउरामा खाना बनाउनु पर्थ्यो, दाउरामा सबै त गर्नु पर्थ्यो, यस्तो उयो गर्नु पर्दैन, यत्रो फ्यासिलिटी हुँदैन नि अहिले। के साह्रो एक कप चिया खानुलाई पनि। आप कहाँ थे ज्ञानी बाबा? अब देख तू अब तू गया बे। पानी खानुभएको यहाँ? तपाईँको जमाना त ठिक थिएन होइन? घन्टा थियो होइन? जाडोमा गएर भैलोको पानी खानु आउँदैन पनि गरममा खाँदाखेरि त। हाम्रो जमानामा त हामीले आगोमा बनाएको, तपाईँको जमानामा फ्रिज थिएन, बुझ्नुभयो? जानु पऱ्यो भैलोको पानी खानु ल। अरे बाप रे, ये तो धोती खोल रहा है। तपाईँ चलाउनु भएको, तपाईँ जमाना एसी थिएन त, तपाईँ जमाना फ्यान थियो होइन? अघि जमाना पुरा डाइरेक्ट दिन्थ्यो नि त। हाम्रो जमाना त आगोमा बनाउँथे, हाम्रो जमानामा त होइन? त्यो जमानामा एसी थिएन, अब फ्यान थियो, त्यो जमानामा फ्यानको आनन्द लिनु ल। लु समझ रहे हो ना? ए फोन पो चलाउनु हुँदैछ? तपाईँको जमानामा त फोन थिएन होइन? त्यो पनि आइफोन। तपाईँको जमानामा फोन हुँदैन नि त, किन फोन चलाउनु भएको? जमानामा त लगाउनु नि अघि त लानु। तपाईँको जमानामा यो थियो होइन? यही राख्नुहोस् ल, अब यही चलाउनु, जमाना अनुसार चल्नु भन्यो भने तपाईँले लु यही जमानामा यही छ, यही चलाउनु।